हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। केन्तशीतेलेक फेरि पनि स्वागत छ अनङ्गी नानीको युट्युब च्यानलमा। आई होप हजुरहरू सबै सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ। म पनि एकदमै सन्चै छु है। अनि आज चाहिँ हामी जुलु भिलेज जान लागेको है। त्यो चाहिँ अब एउटा सानो गाउँ हो है। सो अब हामी चाहिँ त्यहाँ जान लागेको। त्यही हो, हामी धेरै छैनौँ, 3 जना मात्रै छौँ। थाकेछ है, हेर त कसरी हिँडिरहेछ। अब यहाँबाट यसरी घुमेर जानुपर्छ। We are still left to walk some more, maybe 15 minutes. थाक्यो हो, गर्मी पनि भयो यार। जाडो हुन्छ भनेर टोपी लगाएर आएको, थाक्यो। टायरिङ है। यिनीहरू त के हो क्या, म त बाटो होला कि क्या भन्नु थालेको यार। मैले ढुक 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 भइरहेको थियो, जङ्गल जङ्गल बाटो। पहिला हिँडिराख्ने बाटो बिर्सेछ मैले है। बाटो भन्ने उताबाट छ, हामी चाहिँ यो जङ्गलबाट छिरेर आएको। यिनीहरू चाहिँ थाहै छैन है, पहिले जहाँ लाग्यो त्यही कुकुरको पुच्छर जस्तै त्यही बाटो आइरहेछ ल। I think we should take a rest. Here, you can sit here. Come. Okay, you can sit there for a while. म पनि बस्नु पर्यो नि हैन। आया, मलाई बसी चाहिँ हुँदैन। अब रेस्ट कति गरे है, फेरि छिटो पुगेर छिटो फर्किनु पर्छ। You want some nuts? Yeah, okay. Here. You hold for me? Okay. Lama dorje. Okay, you can just carry with you. त्यसको कारण अलिक एनर्जी आउँछ के। दाल भात पावर 24 आवर भन्छ नि, अब हाम्रो चाहिँ यहाँ नट पावर। प्यारी समझ गई। We are finally here. Julu village. This is the Julu village. Okay, घाम पनि डुबेर रहेछ। हाम्रो जुलुक गाउँको खेतबारीहरू अब अहिले रोप्ने भनेको आलु हो, रोपिसक्नु भयो होला। त पर पनि छ। आउन त आइयो, मान्छेहरू छ कि छैन, किनकि यो गाउँमा चाहिँ खासै मान्छेहरू धेरै बस्दैन के। बस्न त बस्छ, अब कतिजना बस्छ थाहा भएन है, तर थोरै बस्छ है। काम गर्ने दाइहरू छ जस्तो छ। चाहिँ हामी यता जान्छु पहिला। एउटा यता हाम्रो चिनेको बजे बस्नुहुन्छ। मे come. No, she will come, I think. वाह, एक्लै बस्ने भयो भने है। वाह, घर चाहिँ सफा छ के। त्यो चाहिँ एउटा रेस्टुरेन्ट हो है। वेलकम टु पाल्मर रेस्टुरेन्ट। मे निमो तचितले। यो चाहिँ हामी आइराख्ने मेको घर हो है। यो चाहिँ this you have to keep here like this front. Keep some peace here.
दुईजना चाहिँ कालो चिया खाने रे है म चाहिँ अब त्यही हो कफी सफी खाने What do you say? अर्चे मैले सिकाएको ओया अर्चे हामी चाहिँ चियाहरू खाँदै म त खाइसक्यो फिनिस्ड खतम अनि आगो ताप्दै है जाडो छ बाहिर हामी चाहिँ निस्किएको है गाउँ चाहिँ सानो छ है अब धेरै छैन मान्छेहरू यहाँको लोकल मान्छेहरू सबै तल झर्छ कोही विदेशतिर जाऊ कोही सहरतिर बस्न जाऊ यस्तै हो हाम्रो यहाँ स्याउको रुख भर्खर भर्खर सानो सानो फुल आउँदैछ पुरै पहाड हिमालले घेरेको छ पुरै जङ्गलको बीचमा Friend is lost. Yeah. कति माया लाग्छ हेर्न आमा छोरा हो कि आमा छोरी हो ऊ हेर्नु चाहिँ त्यहाँबाट भोग्दैछ खै खै Oma nepeme ल हामी चाहिँ पुग्यौँ फर्किँदाखेरि चाहिँ हल्का अँध्यारो भएको छ है खासै अँध्यारो त होइन हल्का सानो भट्टी यो हाम्रो हाइकिङ रमाइलो भयो राम्रो भयो सानो गाउँमा है उनीहरूको लागि पनि धेरै नयाँ कुरा हो हाउ वाज योर हाइकिङ गुड
Okay. You enjoyed it? Yes. What about you? Perfect. Awesome. त्यही हो माया गरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है अब राम्रो लाग्यो भने कमेन्ट गर्नु होला नराम्रो लाग्यो भने कमेन्ट गर्नु होला अब मैले धेरै अब तपाईँहरूबाट पनि सिक्छु नि त मैले धेरै कुराहरू त्यही हो लभ यु अल सी यु इन नेक्स्ट ब्लग टाटा बाई बाई